यहाँ छ उहाँ चाहिँ कुहिरे रहेछ अनि उहाँ पनि जिक्नु सक्ने अवस्थामा त छैन अहिले बिहान त मैले पनि आउने अनि यहाँबाट उहाँ चाहिँ कुहिरे रहेछ आज त जिक्नु सक्दैन अनि अहिले हिउँले पुरै ढाकिरहेको रहेछ मेरो विचारमा बाँकी रह्यो उन्दैतिर पुऱ्याए जस्तो छ हौ एन्जी आजको नाम के अरे कतै गाई छ हात खुट्टा पनि बाँचेको छ भन्छ उहाँलाई त हेलिकप्टरमा एकजना अर्को दाइ हामीले लगेको को हो